यो तपाईकोमा भर पर्छ है साथीहरू, कुन राम्रो भिडियो छ। केटीको भिडियो हेर्ने बित्तिकैमा लाइक 1000, 10,000, 20,000 पुग्छ है। तर एउटा तपाईँको आफ्नै सानो भाइले भिडियो बनाएको जनचेतनाको लागि 10-12 लाइक आउँदो रहेछ साथीहरू। अलि तपाईँहरू माया स्नेह देखाइदिनु पर्यो है। म साउदी अरेबियाबाट यो भिडियो बनाउँदैछु है। यो जनचेतनाको लागि सबैको अगाडि पठाइदिनु होला है। यो त म भन्दाखेरि अहिले रिस्क लिएर यो भिडियो तपाईँकोहरूको लागि बनाउँदैछु के। दिउँसो भिडियो बनाउन मैले खोजेको रहेछु, तर मेरो मोबाइल ओभर हिटेडको कारणले म रिकर्ड गर्न सकेको छैन दिउँसो। किनभने दिउँसो रिकर्ड गरेँ भने नि तपाईँहरूलाई म घाम पनि देखाउँथेँ के, कतिको घाम छ यहाँ के। 47 डिग्री सेल्सियस थियो के। अहिले चाहिँ 38 डिग्री सेल्सियस छ। बेलुकाको 5:30 बजिसकेछ तैपनि 38 डिग्री छ। अहिले मेरो घाम पसिना धेरै भएछ, हेर्नु न कति छ। सुन्नुहोस् पहिला मेरो कुरा साथीहरू, तपाईँ सबैजनाले यदि साउदी अरेबिया आउनुहुन्छ भने नि होसियार हुनु होला है। यो यहाँ हेर्नु त एउटा एसएनबी ब्याङ्क छ है। यहाँ हेर्नु एसएनबी ब्याङ्क छ। यही हाम्रो एउटा नेपाली भाइको 2000 रियाल छिनेर लगेर गयो के। यहाँको साउदी थियो कि यमनी थियो भनेर त्यहीँ सेतो लुगा लगाएर त्यो पैसा छिनेर अनि भागेको रहेछ। भन्छ नि साउदी अरेबियामा त्यस्तो केही हुँदैन। हुन्छ, एउटा कुरा याद राख्नु, चोर कुन ठाउँमा हुँदैन र भन्छ नि, भन्ने मात्रै हो कि साउदीको नियम यतिको कडा छ, यतिको टाइम छ भनेर होइन। चोरी गरेर कता भाग्न सकिन्छ भनेर त्यो फल्स कुरो हो, झुटो हो के। सो साउदी अरेबिया आउने बित्तिकै तपाईँहरू अरबीको गाडीमा कहिले पनि नबस्ने। 5 रुपियाँ तपाईँ भाडा कुरा गरेर बस्नुहुन्छ होइन। अनि त्यहाँ ठाउँमा पुगेपछि उसले 100 रियाल माग्छ। 100 रियाल तपाईँले दिनु भएन भने नि तपाईँलाई त्यहाँ चारैतिर घुमाउँछ, कता कता घुमाउँछ, कता कता घुमाउँछ। जबसम्म तपाईँको 100 रियाल लिँदैन तबसम्म तपाईँलाई छोड्नेवाला छैन, एउटा कुरा याद राख्नु। अनि अझै एउटा कुरा, तपाईँहरू यदि पैसा पठाउन जानुहुन्छ नि भने ब्याङ्कमा, अरबीहरूलाई कहिले पनि पैसा बढी देखाउनु हुँदैन के, एउटा कुरा याद राख्नु। ट्याक्सीमा यदि बस्ने बित्तिकै तपाईँले पैसा निकालेर गर्नुहुन्छ गाडीमा, कुनै साथीहरूको बानी छ के, पैसा निकालेर अनि गाडीमा गर्नुहुन्छ, अरबीहरूको नजर त्यसमा पर्छ के। सो उनीहरूलाई पैसा 100 को सट्टामा 5000 जति छ तपाईँको सँगमा खल्तीमा त्यो सबै लिन्छ त्यसले अनि लगेर भाग्छ के। यदि त्यस्तो समस्या पऱ्यो भने नि तपाईँहरूलाई एउटा कुरा याद राख्नु, 911मा तपाईँहरू कल गर्न नबिर्सिनु होला के। जेसुकै होस् भनेर भन्छ नि, त्यो हाम्रो नेपाल सरकार अनि यहाँको साउदी अरेबियाको सरकारले जेसुकै होस् फैसला गर्छ, तिनीहरूले गर्छ। तर तपाईँहरू 911मा कल गर्न नबिर्सिनु होला है साथीहरू। सो म यही भन्न चाहन्छु, यदि तपाईँहरूले घाम बर्दाश्त गर्न सक्नुहुन्छ भने नि साउदी अरेबिया आइदिनुहोस्। अनि डेजर्टमा काम गर्न मन पराउनुहुन्छ भने साउदी अरेबिया आइदिनुहोस्। किनभने यहाँ यतिको घाम छ नि भन्दाखेरि लास्टै घाम छ, धेरैभन्दा धेरै घाम छ। सो प्लिज साथीहरू, मेरो विचार यही हो कि तपाईँहरू यस्तो खतरा देशमा अनि यतिको घाम देशमा नआइदिनु होला। योभन्दा राम्रो 8 घन्टा बराबर 1700 बेसी दिइरहेछ भने नि तपाईँहरू मलेसियातिर लाग्नु है साथीहरू। किनभने त्यहाँ समशीतोष्ण खालको मौसम छ, ओसिलोमा बसेर काम गर्न पाइन्छ, शीतल ठाउँमा बसेर काम गर्न पाइन्छ। यहाँ त शीतल ठाउँ एकचोटि पनि छैन। यदि तपाईँले एसीमा सुत्नु भएन भने नि तपाईँलाई हिट स्ट्रोक हुन्छ कि, एउटा कुरा याद राख्नु। हिट स्ट्रोकले जान पनि जान सकिन्छ कि। हिजो अस्तिको कुरा साथीहरू 3 जना नेपालीको ज्यान गएछ घामको कारणले के, हिट स्ट्रोकको कारणले गएछ। सो तपाईँहरू जहिले नि आउनुहुन्छ भने साउदी अरेबिया सोचेर बुझेर मात्र आइदिनु होला। यो बुढोको देश हो भन्छ नि, यो बुढो मान्छेहरूको देश छ के साउदी अरेबिया। हाम्रो नेपाली युवाहरूको लागि यो साउदी अरेबिया छैन, युवाहरूको लागि मात्रै मलेसिया रहेछ अनि युरोप कन्ट्री रहेछ। सो बुझेर सोचेर तपाईँहरू मात्रै आइदिनु होला है। अहिले म यो भ्लगिङ बनाउँदैछु साथीहरू, हेर्नु न, म आफै घाम पसिना भइसकेको छु क्या। सो साथीहरू, यो भिडियोलाई जति सक्दो सेयर भयो भने नि तपाईँहरूले गरिदिनु होला है। म त कसैलाई फोर्स गर्न त सक्दैन। यदि तपाईँको इच्छा छ भने गरिदिनु। 1 लाइकले तपाईँको कुनै अरू मान्छेको जिन्दगी जोगिन्छ क्या साथीहरू। सो प्लिज सबैजनाले सेयर गरिदिनु अनि सपोर्ट गरिदिनु होला ल। धन्यवाद है साथीहरू ल।